कुनै पनि कार्य हामीले गर्यौं भनेदेखि हामीहरूलाई अवार्ड चाहिन्छ, पुरस्कृत हुन चाहन्छौँ हामी, किनकि आज समाज मान्यताको पुजारी भएको छ। सबैलाई आफ्नो आफ्नो मान्यता अहंकारको प्रतिष्ठापन गर्नु छ र जो आफ्नो अहंकारलाई प्रतिष्ठापन गर्न चाहन्छ त्यस्तो व्यक्ति हमेशा यसका पछाडि कुदेको हुन्छ अरे। अनि यसका पछाडि कुदा के हुन्छ त भन्दा जिन्दगी रसबाट वञ्चित हुन्छ। बोलो राधे राधे। तर महाराज जो रसका पछाडि कुद्छन् उसको जिन्दगी स्वतः यसले भरिएर जान्छ। रसको पुजारी हुने कि यसको पुजारी हुने, त्यसको लागि हामी स्वतन्त्र छौँ। र परमात्माको यो भक्ति रूपी रस, भक्ति रूपी प्याला पिएर हामीले जीवनलाई पावन पवित्र बनाइरहेका छौँ। श्रीमद् तारतम वाणी जसले हाम्रो जीवनमा चेतनाको उत्थानको यात्रालाई शुभारम्भ गरिदिन्छ। जीवनमा चेतनाको यात्रा कहिले प्रारम्भ हुन्छ अरे त भन्दा जब हामीलाई मृत्यु बोध हुन्छ नि, जब आफू स्वयंको मृत्युलाई हामीले सन्निकट अवलोकन गर्न सक्दछौँ, सम्झिनुस् त्यही दिनदेखि अध्यात्मको यात्रा हजुरहरूको जीवनमा शुभारम्भ भयो। अब मृत्युलाई हामीले देख्न सकेका छौँ कि छैनौँ त्यसको लागि स्वयंमा अजमाएर हेरौँ, स्वयंमा अनुभव गरेर हेरौँ। बोलो राधे राधे। र श्रीमद् तारतम वाणीको माध्यमद्वारा हामी बिहानको प्रथम सत्रमा वाणी चर्चा श्रवण गर्दै आइरहेका छौँ र समय धेरै नभएकोले गर्दा म सरासर विषयवस्तुमा प्रवेश गरेँ र हामीले हिजो प्रकट वाणीको माध्यमद्वारा श्रीमद् तारतम वाणीको भाव सारांश रूपमा श्रवण गरेका थियौँ भने आज त्यही प्रसङ्गलाई जोड्दै जोड्दै म अगाडि बढ्न चाहेँ। अब सुनियो ब्रह्म सृष्टि विचार, जो कोई निज वतनी सिरदार, अपने धनी श्रेय श्यामा श्याम, अपना वासा है निज धाम। महाप्रभु स्वामी श्री प्राणनाथजी महाराजले तारतम वाणीमा प्रकट वाणीको माध्यमद्वारा संसारका सम्पूर्ण जीवहरूलाई उपदेश दिँदै भन्नुभयो कि अब सुनियो ब्रह्म सृष्टि विचार। ब्रह्म सृष्टि भनेको को त पहिले यति बुझौँ। ब्रह्म सृष्टि भनेको त्यस्तो साधक हो जसले सदैव भगवत प्राप्तिका लागि साधना गर्दछ। बुझ्नु होला है। हाम्रो समाजमा कतिपय अपभ्रंश के फैलेको छ भन्दा कण्ठी गलामा लगायो भनेदेखि ब्रह्म सृष्टि भयो। बोलो राधे राधे। के कण्ठी गलामा लगाउँदैमा, आरती हल्लाउँदैमा, चमट डोलाउँदैमा त ब्रह्म सृष्टि भयो? ब्रह्म सृष्टिको रेणीमा उत्रिएको छ कि छैन? महाप्रभु स्वामी श्री प्राणनाथजी महाराजले ब्रह्म सृष्टि एउटा स्वागिनको लक्षण भनेर एउटा प्रकरणै राखिदिनु भएको छ तारतम वाणीमा। हामी त्यो प्रकरणलाई पढेर अनि आफू स्वयंलाई हेरौँ, किनकि श्रीमद् तारतम वाणी अनि यी धर्मशास्त्रहरू भनेका ऐना हो, ऐना। बोलो राधे राधे। जुन शास्त्र रूपी ऐनामा हामीले हेर्यौँ भनेदेखि हामी रावण जस्तो छौँ कि हामी राम जस्तो छौँ, हामी कंस जस्तो छौँ कि हामी कृष्ण जस्तो छौँ, स्वयंको छविलाई हामीले देख्न सक्छौँ, दृष्टिगोचर गर्न सक्छौँ। त यो शास्त्र रूपी ऐनामा हामीले स्वयंलाई हेर्ने प्रयास गर्नुपर्छ। कण्ठी गलामा त छ, कण्ठी गलामा निज नाम साथ, कर्तव्य गर्दैन भने अनाथ, त्यो धाम जाँदैन बुझेर राख, कृष्ण प्रणामी न पुनर्भवाय। कण्ठी गलामा छ महाराज, निज नाम पनि जपिरहन्छ माला लिएर। अनि आचरणमा पनि छ, बिहान बेलुकी आरती पनि हल्लाउँछ, चौर पनि डोलाएकै हो, ध्यान पनि गरेकै हो। यति गर्दा भयो त भन्दा होइन। यदि कर्तव्य परायण हुँदैन भनेदेखि महाराज त्यो धाम जाँदैन। श्रीजी के भन्नुहुन्छ? वैकुण्ठ जासी कि धाम हो? त वैकुण्ठ जान्छ कि धाम नजान्छ? बोलो राधे राधे। कर्तव्य च्युत हुनु हुँदैन साधकले कहिले पनि। एउटा छोटो दृष्टान्त दिन्छु, सुन्नु है ध्यान दिएर। तर राधे राधे भने जोड सबैको हात उठ्यो भने मात्र भन्छु राधे राधे।